काम लायो डिग्री पासको, के काम लायो सिप र ज्ञानको। छाट्नलाई गाह्रो भएसी देशमा साझा अनि बिहानको। देशमा टिक्न कोही पार्टीको झोले बन्नु पर्ने रहेछ। नेताले जे भने पनि हँसै भन्नु पर्ने रहेछ। नलोभ्याए परदेशले खोज्यो भने घर देशले। एक दिन फर्की आउला मनी मेरो पनि देश छ भनी। एक दिन फर्की आउला मनी मेरो पनि देश छ भनी। चार वर्षको ब्याचलरलाई लाग्छ 5-6 वर्ष। कसले बुझ्ने यो देशमा विद्यार्थीको सङ्घर्ष। खले दाइले घटाउलान् कि भन्दै 5-10 रुपियाँ भाडा। फाटेको झोलाबाट झिक्छु विद्यार्थी कार्ड। झोला भरका किताब थाती 4 पानाको पासपोर्ट साथी। परदेश जाने हरको ताती त्यही तातीमा म एक साथी। परदेश जाने हरको ताती त्यही तातीमा म एक साथी। दस पाँच पछि कोही साथी भाइ छिरेका थिए उहिले खाडी। तिरे तिनले साउको ऋण जोडिसके खेतबारी। 12 पछि अस्ट्रेलिया युकेतिर गएका साथी। 4 तले घर खडाइसके हाँक छन्ने चिल्ला गाडी। गाउँ सकेको चिन्ता थियो हेर्दा हेर्दै देश थियो। बुढा भाका आमा बाउलाई हिँडे छोडी जन्म गाउँलाई। बुढा भाका बाउ आमालाई हिँडे छोडी जन्म गाउँलाई। खोक्रो राष्ट्रियताले
भरिएन भोको पेट देशमा केही गर्छु भन्दा भइसकेछ धेरै लेट आफन्तीका वचन सधैँ पढेर के नापिस तैले सानो तिनो चोटले देश छोडेको त हैन मैले भविष्यको खोजी भर्न रितो गोजी जान्छु मनी परदेश छोड्छु अब घर देश जान्छु मनी परदेश छोड्छु मनी घर देश के काम लायो डिग्री पासको के काम लायो सिप्र ज्ञानको छाट्नलाई गाह्रो भएसी देशमा साझा अनि बिहानको देशमा टेक्न कोही पार्टीको झोले बन्नु पर्ने रहेछ नेताले जे भने पनि हँसै भन्नु पर्ने रहेछ नलो ब्याए परदेशले खोज्यो भने घर देशले एक दिन फर्की आउला मनी मेरो पनि देश भनी एक दिन फर्की आउला मनी मेरो पनि देश भनी पैसा